यसरी चाहिँ यो जनताहरूलाई मान्ने काम मात्रै भइरहेको छ नेपालको राजनीतिको तरङ्ग कारणले गर्दा। नेपालमा यस्तो मान्छे हुनु पर्यो कि नेपालमा कहिले पनि आन्दोलन नभएर विकास हुने जस्तो यो कुनै पनि देशमा अहिलेसम्म नभएको कारणले गर्दाखेरि यसरी ग्यासहरू फाट्दै गरिरहेको छ। जता पनि हान्न सक्छ यो चाहिँ। यो ग्यासले चाहिँ यति असर गरेको हुन्छ मान्छेको लागि तपाईँ सक्न सक्नुहुन्छ। दाइ जाउँ कि उतै हो सुरक्षित बरु र यहाँबाट अब हामी चाहिँ भाग्ने गरौँ। उताबाट तिनकुनेबाट जाउँ न, तिनकुने गइहालौँ क्या। यसरी हाल्दाखेरि यो मान्छेको शरीरमा मृगौलादेखि लिएर सबै हुन्छ। यो नेपालमा चाहिँ यस्तै अस्तित्व कारणले गर्दा कहिले पनि देश बन्न नसकेको कारण हो। यसरी चाहिँ यो जनताहरूलाई मान्ने काम मात्रै भइरहेको छ नेपालको राजनीतिको तरङ्ग कारणले गर्दा। नेपालमा यस्तो मान्छे हुनु पर्यो कि नेपालमा कहिले पनि आन्दोलन नभएर विकास हुने जस्तो यो कुनै पनि देशमा अहिलेसम्म नभएको कारणले गर्दाखेरि यसरी ग्यासहरू फाट्दै गरिरहेको छ। जता पनि हान्न सक्छ यो चाहिँ। यो ग्यासले चाहिँ यति असर गरेको हुन्छ मान्छेको लागि तपाईँ सक्न सक्नुहुन्छ। दाइ जाउँ कि उतै हो सुरक्षित बरु र यहाँबाट अब हामी चाहिँ भाग्ने गरौँ। उताबाट तिनकुनेबाट जाउँ न, तिनकुने गइहालौँ क्या। यसरी हाल्दाखेरि यो मान्छेको शरीरमा मृगौलादेखि लिएर सबै हुन्छ। यो नेपालमा चाहिँ यस्तै अस्तित्व कारणले गर्दा कहिले पनि देश बन्न नसकेको कारण हो।